मिनासान कोन्निचिवा नमस्कार है सबैजनालाई म चाहिँ प्रकाश तामाङ र हजुरहरू हेर्दै हुनुहुन्छ इजी जापानिज युट्युब च्यानल। इजी जापानिज युट्युब च्यानलमा पुरानो हुनुहुन्छ भने त हजुरहरूलाई थाहै छ हामीले JLPT N5 को तयारी गरिराखेका छौं र अहिलेसम्म हामीले लेसन 10 सम्मको भोकाबुलरी चाहिँ के गरिसकेका छौं भनेपछि खाइसकेका छौं है त। अब हामी आजको यो भिडियोमा चाहिँ लेसन 11 को पनि भोकाबुलरी कुप्लुक्क खाने छौं। तर त्योभन्दा पहिले यदि तपाईहरु चाहिँ नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी साथमा नोटिफिकेसन बेल आइकन दबाउन पनि नभुल्नु होला है। ल आउनुस् आज हामी मिन्नानो निहोङ्गो लेसन 11 को भोकाबुलरी पनि पढेर खाइहालौं है त यसलाई पनि। ल सुरुमा छ इमास। इमास भनेको छन् हुनु, तर यो सजीव है। यहाँ जस्तो कोदोमोगा इमास, कोदोमो भनेको बच्चा है त। कोदोमोगा इमास भनेको बच्चा छ अथवा छन् है त। इमास यो के छ, जस्तो जापानमा छु रहन्छु भन्नको लागि पनि, कुनै ठाउँमा छु रहन्छु भन्नलाई पनि इमास है त। त्यहाँ पनि तर के हुन्छ भने छन् त छ, तर निर्जीव वस्तु छ भन्ने हुन्न है। सजीव नै छन् भन्नको लागि इमासको प्रयोग गरिन्छ। ल अर्को छ खाकारिमास। खाकारिमास भनेको लाग्छ, के समय या पैसा है त। खाकारिमास लाग्छ, खाकारिमास लाग्छ। यासुमिमास। यासुमिमास भनेको बिदा लिन्छु, आराम गर्छु। यासुमिमास बिदा लिन्छु, आराम गर्छु। हितोचु। हितोचु भनेको एउटा वस्तु गर्ने जापानी तरिका हो है। हितोचु एउटा है। फुताचु दुईवटा, दुईटा। फुताचु दुईवटा अथवा दुईवटा। मिच्चु तीनवटा, तीनटा है। योच्चु चारवटा, योच्चु चारवटा। इचुचु पाँचवटा। मुच्चु छवटा, मुच्चु छवटा। मुच्चु भनेर फेरि अनि नानाचु भनेको सातवटा, नानाचु भनेको सातवटा। याच्चु। याच्चु भनेको आठवटा। कोकोनोचु। कोकोनोचु भनेको नौवटा। यहाँ त नौवटा भन्ने भन्छ, नौवटा है। नौवटा नौवटा बुझ्नु होला। तोओ। तो भनेको 10 वटा, तोओ भनेको 10 वटा। इकुचु। इकुचु भनेको कतिवटा है। इकुचु। इकुचु भनेको कतिवटा। हितोरी भनेको एकजना मान्छेहरूलाई चाहिँ फेरि के भन्न पर्ने रहेछ, अघि जस्तो हितोचु भन्न पाइएन नि, यहाँ त फेरि हितोरी है एकजना, फुतारी दुईजना अनि तीनजना भन्नलाई सान निन संख्या अनि प्लस निन जोडिन्छ है त। निन दद्दत निन, जति अगाडि जतिजना छन् अगाडि त्यो संख्या जोड्ने, निन गर्ने। एकलाई हितोरी एकजना, दुईजना छ भने फुतारी दुईजना, 3 देखि माथि चाहिँ निन जोडिन्छ लास्टमा। सान निन तीनजना, योन निन चारजना है त। दद्दत दाई। दद्दत दाई भनेको के हो, दद्दत ओटा। यो मेसिन अथवा सवारी आदि गर्ने तरिका। दद्दत दाई, दद्दत ओटा है। अनि दद्दत माई, यो फेरि के हो, यो पनि माई भनेको ओटा नै हो। यतिवटा उतिवटा भन्ने हुन्छ, तर के हो चाहिँ पातलो वस्तु, कागज, टिकट यस्तो गर्नलाई फेरि माई भन्न पर्यो। दद्दत काई। दद्दत काई भनेको दद्दत पटक है त। दद्दत काई, दद्दत पटक। हामीले योभन्दा अगाडि चाहिँ दद्दत काई भनेको यो चाहिँ तला भन्ने पनि पढेका थियौँ। हजुरहरूले भुल्नुभयो कि याद छ है, तर याद हुनु पर्यो। दद्दत काई भनेको दद्दत पटक। रिङ्गो। रिङ्गो भनेको स्याउ, रिङ्गो भनेको स्याउ। मिकान। मिकान भनेको सुन्तला, मिकान भनेको सुन्तला। सान्डविची। सान्डविची भनेको सान्डविच। खारे राइसु। खारे राइस भने करी राइस, करी र त्यो करी हुन्छ नि अनि भातसँग। आइसुक्रिमु आइसक्रिम, आइसुक्रिमु आइसक्रिम। कित्ते। कित्ते भनेको हुलाक टिकट, टिकट। कित्ते हुलाक टिकट। हागाकी। हागाकी भनेको पोस्ट कार्ड, हागाकी पोस्ट कार्ड। फुउतौ। फुउतौ भनेको खाम, फुउतौ खाम। रेओसिन। रेओसिन भनेको बुवा आमा, रेओसिन बुवा आमा। यामेरु। यामेरु अथवा कौकुबिन भनेको यो हवाई डाक भन्छ, कुरियर है। हवाई मार्फत, जहाज मार्फत जस्तो सामानहरू पठाउने हवाई डाक। फुनाबिन। फुनाबिन भनेको पानी जहाज मार्फत पठाइने डाक, यो पनि पानी जहाज मार्फत पठाइने डाक, कुरियर।
निमोचु निमोचु भनेको सामान निमोचु सामान सेन्सेई गुरु शिक्षक क्योदै भनेको दाजुभाइ क्योदै दाजुभाइ आनी आनी भनेको दाजु आफ्नो दाजु है त आनी आफ्नो दाजु उनी इसान भनेको दाजु तर अरूको उनी इसान अरूको दाजु आफ्नो दाजु र अरूको दाजुलाई दाजु दाजु भने जस्तो नेपालीमा होइन नि जापानीमा चाहिँ छुट्टाएर बोल्नु पर्यो है आफ्नो दाजुलाई आनी भन्ने र अरूको दाजुलाई चाहिँ ओनी इसान भन्नु पर्यो यस्तै आने आने भनेको दिदी है आने आने भनेको दिदी कसको आफ्नो ओने एसान भनेको अरूको दिदी ओने एसान अरूको दिदी ओतो उतो आफ्नो भाइ भाइ त भाइ आफ्नो भाइ ओतो उतो सान भनेको अरूको भाइ है ओतो उतो सान अरूको भाइ इमो उतो भनेको बहिनी इमो उतो भनेको बहिनी इमो उतो सान भनेको अरूको बहिनी है त यो चाहिँ भाइ र बहिनीको चाहिँ लास्टमा सान जोडेर अरूको बहिनीहरूलाई भाइहरूलाई भन्दा सान जोडेर यो पोलाइट भर्जनबाट भन्न पर्यो है त गाईकोकु भनेको विदेश गाईकोकु विदेश ryugakusei भनेको विदेशी विद्यार्थी ryugakusei विदेशी विद्यार्थी कुरासु भनेको कक्षा क्लास कुरासु कक्षा क्लास जिखान भनेको दद्दत जिखान दद्दत घण्टा है त दद्दत सिउखान भनेको हप्ता कति हप्ता यति हप्ता सिउखान भन्नु पर्यो है त खागेचु दद्दत महिना है त कति महिना दद्दत यति महिना दद्दत नेन वर्ष दद्दत वर्ष दोनो कुराई भनेको कति समय गुराई भनेको जति जेनबुदे भनेको जम्मा सबै गरेर टोटल जेनबुदे भनेको के रहेछ जम्मा सबै गरेर खासी कुमारी मासिता भनेको अवश्य है त खासी कुमारी मासिता अवश्य ओनेगाइसिमास प्लिज कृपया भनेको ओनेगाइसिमास के पनि प्लिज कृपया भनेर रहेछ ओनेगाइसिमास प्लिज कृपया यस्तै ओसुतोरारिया भनेको अस्ट्रेलिया दद्दत डाके भनेको मात्र दद्दत मात्र मिन्ना भनेको सबैजना मिन्ना सबैजना इरासाइमासे स्वागत छ इरासाइमासे स्वागत छ पसलमा ग्राहकहरूलाई भन्न चाहिँ इरासाइमासे भन्नु पर्यो है यस्तै यी हो तेंकी दिस्ने राम्रो मौसम छ है भनेको है त यो ओ चाहिँ पोलाइट भर्जनबाट भन्नको लागि ओ थपिन्छ तेंकी भनेको मौसम भयो ओ देखाके दिस्का भनेको कतै जान लाग्नु भएको हो भनेर सोधिन्छ नि कसैले हामीले देख्यौँ भने सोध्छ नि त कतै जान लाग्नु भएको हो चिनजान भएको मान्छेसँग हो देखाके दिस्का कतै जान लाग्नु भएको हो च्योत्यो दद्दत मादे भनेको चाहिँ अलिकति दद्दतसम्म मात्र भन्नु खोजेको है त उहाँले चाहिँ एन्सर गर्नु पर्यो हामीले सोध्यौँ भने च्योत्यो दद्दत मादे अलिकति दद्दतसम्म मात्र भनेको है त ल इत्तेरासाई भनेको घर आउनुहोस् है सुरक्षित फर्किनुहोस् भनेको हाम्रो लेसन 11 को भोकाबुलरी पनि हामीले यही सकिसक्यौँ ग्रामर अनि खान्जीको बारेमा पनि भिडियोहरू आउँदैछ च्यानलहरू नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला के कस्तो लाग्यो सल्लाह सुझाव छुन्न नभुल्नु होला भन्दै फेरि आउने छु अर्को भिडियोमा अहिलेलाई छुट्टिन्छौँ सायोनारा